अब हाइकिङ जाने यहाँदेखि माथि माथि सरहरू माथि पुगिसक्नु भयो यताबाट यतादेखि होला यतादेखि कता हो हामी जाने हामीलाई सबैले छोडेर जानुभयो हामी हाइकिङ जाँदैछौँ अब उकालो चढ्दैछौँ अब हाम्रो दिदीलाई चाहिँ अलिक गाह्रो पर्छ तर त्यो जन्मेको हुर्केको हुनाले ला ला हिजो नचाहिँ अलिक कम भयो मन्दिर चाहिँ यहाँदेखि राम्रो देख्ने रहेछ साथीहरू यहाँ चाहिँ हाम्रो तोखा रहेको छ सोल्ला भएको ठाउँमा आइपुग्यौँ उहाँ चाहिँ थाक्नु भयो अब कवितालाई उकालो हिँड्नु सकिन्न चाहिँ सोल्लाई हो अनि यसो गरेर चाहिँ माथि पुग्नुभयो हाम्रो साथीहरू त हामी मन्दिर दर्शन गर्न हिँड्दैछौँ मैले मेरो साथीहरू हिँडेको म चाहिँ यहाँ छु म त हिँडिहाल्छु कस्तो राम्रो कुरो के